नमस्ते नमस्कार सम्पूर्ण तपाईहरुलाई स्वागत छ फेरि पनि हाम्रो शुभ एडिसनमा। साथीहरु, आज फेरि मैले एउटा नयाँ जब भ्याकेन्सी अनाउन्समेन्ट भिडियो लिएर आएको छु। साथीहरु, सूर्योदय भूमि लघु वित्तीय संस्थाले आफ्नो देशभरिमा रहेको विभिन्न शाखाहरूका लागि विभिन्न पदमा चाहिँ भ्याकेन्सी खुलाएको छ। यसमा तपाईहरुले एसई पढेकोदेखि लिएर ब्याचलरसम्मको पास गरेको व्यक्तिहरूले यसमा चाहिँ आवेदन दिन सक्नुहुनेछ। यदि तपाईहरुसँग एक्सपिरियन्स छ भने पनि अप्लाई गर्न सक्नुहुन्छ। फ्रेसर हुनुहुन्छ भने त्यही पनि एप्लाई गर्न सक्नुहुन्छ। त्यसैको लागि यो भिडियो अन्तिमसम्म हेर्नुलाई यसमा चाहिँ फुल्ली डिटेल गरेर मैले भिडियो बनाएको छु। अन्तिमसम्म हेरेर हामीसँग जोडिदिनु होला। साथीहरु, यहाँ हेर्न सक्नुहुन्छ कर्मचारी आवश्यकता सम्बन्धी सूचना भनेको छ हैन। सूचना प्रकाशित मिति 2082 6 महिना 29 गतेको रहेको छ। नेपाल राष्ट्रिय बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस सूर्योदय भूमि लघु वित्तीय संस्थाले उल्लेखित रहेको पदहरूका लागि चाहिँ कर्मचारी आवश्यकता सम्बन्धी सूचना जारी गरेको छ। तपाईहरु यदि यसमा चाहिँ आवेदन दिन चाहनुहुन्छ भने छिटोभन्दा छिटो चाहिँ सम्पर्क अन्तिम मिति भित्रमा चाहिँ तपाईहरुले यसमा चाहिँ आवेदन दिइसक्नु होला। यहाँ हेर्न सक्नुहुन्छ विज्ञापन नम्बर 1 मा रहेको छ 2082-83 पद रहेको छ सहायक द्वितीय श्रेणी सहायक छ र पद संख्या 30 जनाको लागि खुलाएको छ। अनि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा एसई उत्तीर्ण गरेर कम्तीमा डी प्लस न्यूनतम 1.6 जीपीए ल्याएको हुनुपर्ने रहेछ र लघु वित्तीय संस्थामा 3 वर्षको कार्य अनुभव वा ब्याचलर पास गरेर बस्नु भएको छ भने तपाईहरुलाई विशेष प्राथमिकता दिन्छ साथीहरु। त्यसैगरी विज्ञापन नम्बर 2 2082-83 मा रहेको छ तपाईहरुको पद रहेको छ सहायक प्रथम र श्रेणी छ सहायक श्रेणी पद संख्या 1 जनाको लागि छ र क्वालिफिकेसन कुरा गर्दाखेरि एसएलसी वा एसई पास गरेको हुनुपर्ने रहेछ र कम्तीमा डी प्लस वा न्यूनतम 1.6 जीपीए ल्याएको हुनुपर्ने रहेछ र लघु वित्तीय संस्था सम्बन्धीमा तपाईको 3 वर्षको कार्य अनुभव साथै ब्याचलर गरेकोलाई चाहिँ विशेष प्राथमिकता दिइन्छ। र अर्को रहेको छ विज्ञापन नम्बर 3 2082-83 मा वरिष्ठ सहायक शाखा प्रमुखको रूपमा पद रहेको श्रेणी रहेको छ सहायक पद संख्या रहेको छ 10 जनाको लागि खुलाएको छ। क्वालिफिकेसनमा कुरा गर्दाखेरि प्लस 2 पास गरेर बैंक तथा वित्तीय संस्थामा 1 वर्षको कार्य अनुभव वा एसएलसी वा एसई पास गरेर बैंक तथा वित्तीय संस्थामा 3 वर्षको कार्य अनुभव हुनेलाई चाहिँ यसमा चाहिँ आवेदन दिन सक्नुहुन्छ र स्नातक यानी कि ब्याचलर पास गरेर 5 वर्षको कार्य अनुभव वा 3 वर्षको शाखा प्रमुखको रूपमा चाहिँ काम गर्नु भएको छ भने विशेष प्राथमिकता दिन्छ तपाईहरुलाई। त्यसैगरी विज्ञापन नम्बर 4 2082-83 मा रहेको छ पद रहेको छ सुपरभाइजर शाखा प्रमुख श्रेणी रहेको छ सहायक पद संख्या 1 जनाको लागि। यसमा चाहिँ तपाईहरुले प्लस 2 पास गरेर 1 वर्षको बैंक तथा वित्तीय संस्थाको कार्य अनुभव छ भने तपाईहरुले यसमा चाहिँ आवेदन दिन सक्नुहुन्छ वा एसई र एसएलसी उत्तीर्ण गरेर 3 वर्षको कार्य अनुभव वा ब्याचलर पास गरेर 4 वर्षको कार्य अनुभव छ भने तपाईहरुलाई विशेष प्राथमिकता दिनेछ। त्यसैगरी अब आवश्यक योग्यताहरूको कुरा गर्दाखेरि उमेरको कुरा गर्दाखेरि आवेदन दिने अन्तिम मितिसम्म चाहिँ 18 वर्ष पुरा भई 35 वर्ष ननाएको भनेको छ र महिला उम्मेदवारको हकमा चाहिँ माथिल्लो तहभन्दा 5 वर्ष थप हुनेछ। त्यसैगरी ख नम्बरमा रहेको छ मोटरसाइकल वा स्कुटी सवारी चालक अनुमति पत्रलाई चाहिँ विशेष प्राथमिकता दिनेछ। तपाईहरुसँग यदि ड्राइभिङ लाइसेन्स छ भने तपाईहरुलाई विशेष प्राथमिकता दिन्छ। त्यसैगरी ग नम्बरमा रहेको छ दरखास्त दिने अन्तिम मिति 2082 कार्तिक 21 गते भित्र चाहिँ तपाईहरुले यसमा चाहिँ आवेदन दिन सक्नुहुनेछ हैन। र दरखास्त बुझाउने ठेगाना भन्दाखेरि इमेल मार्फत तपाईहरुले यसमा चाहिँ आवेदन दिनुपर्ने हुन्छ। इमेलको इमेल रहेको छ तपाईको swmfih@gmail.com रहेको छ र दरखास्त फारम तपाईहरुले यो संस्थाको वेबसाइटमा गएर पनि तपाईहरुले डाउनलोड गरेर फर्म भरेर तपाईले जीमेलमा पठाउनु पर्ने हुन्छ। त्यसैगरी परीक्षाको किसिम चाहिँ लिखित वा अन्तर्वार्ता हुन सक्छ वा दुवै पनि हुन सक्छ। र साथीहरु यो लघु वित्तले चाहिँ दस्तुर पनि माग गरेको छ। 500 रुपैयाँ दस्तुर चाहिँ माग गरिएको छ। गरिमा विकास बैंकमा र गरिमा विकास बैंकको स्याङ्जाको खाता नम्बर यति दिएको छ। यहाँ हेर्न सक्नुहुन्छ। तपाई यतिमा चाहिँ जम्मा गरेर त्यो फारमको के भन्छ त्यो भोचर चाहिँ स्क्रिनशट वा भोचर तपाईहरुले त्यो जीमेलमा फर्म सहित बुझाउनु पर्ने हुन्छ। र साथीहरु लिखित परीक्षा वा अन्तर्वार्ता परीक्षाको पाठ्यक्रम पनि तपाईहरुले यो वेबसाइटबाट चाहिँ तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ। र साथीहरु सर्टलिस्टमा परेको उम्मेदवारहरूलाई मात्र छनौट प्रक्रियाका लागि चाहिँ सम्पर्क गरिनेछ। यानी कि तपाईहरुले यदि सर्टलिस्टमा परेको छ भने तपाईहरुलाई आफै संस्थाबाट कल आउनेछ वा मेल गर्नेछ
र साथीहरू आवेदनको अन्तिम मितिभन्दा पछि प्राप्त भएको आवेदनहरू मान्य हुने छैन भनेको छ होइन। र पारिश्रमिक र अन्य सुविधाहरू तपाईँको संस्थाको नियमअनुसार हुनेछ। कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन आंशिक र पूर्ण रूपमा रद्द गर्ने अधिकारी हो वित्तीय संस्थाको पदपूर्ति समितिमा निहित हुनेछ। साथीहरू यो एउटा राम्रो अपर्च्युनिटी हो। तपाईँहरूले यसमा चाहिँ प्रार्थी पनि माग गरेको छैन, तपाईँको एउटा पद नै दिएको छ, सहायक द्वितीय पद दिएको छ 30 जनाको लागि। यहाँ कि ठुलो सङ्ख्यामा चाहिँ विज्ञापन खुलाएको छ। यदि तपाईँहरूले एसई पास गर्नुभएको छ भने D+ भन्दा माथिको छ भने तपाईँहरू मजाले भर्न सक्नुहुन्छ। र अझै तपाईँहरूसँग एक्सपिरियन्स छ र ब्याचलर पनि पास गर्नुभएको छ भने तपाईँहरूलाई चाहिँ विशेष प्राथमिकता दिन्छ। तपाईँहरूले यसमा चाहिँ आवेदन दिनु होला। र साथीहरू तपाईँहरूले आफ्नो स्क्रिनमा दिएको नम्बरमा पनि कन्ट्याक्ट गरेर फर्म फिलअप गराउन सक्नुहुनेछ। साथीहरू आशा गर्छु तपाईँहरूले राम्रोसित बुझ्नु भएको होला। र साथीहरू तपाईँहरू यो लघु वित्तीय संस्थामा यदि फर्म भर्न चाहनुहुन्छ भने वेबसाइटमा गएर अनलाइन मार्फत पनि फर्म भर्न सक्नुहुन्छ, वा हामीसँग स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गरेर हामीसँग जोडेर पनि तपाईँहरूले आफ्नो फर्म फिलअप गराउन सक्नुहुन्छ। र साथीहरू भिडियो मन पऱ्यो भने भिडियो लाइक गर्नु होला, च्यानल सब्सक्राइब गर्नु होला। र यस्तै खालको कन्टेन्टहरू छिटोभन्दा छिटो प्राप्त गर्नको लागि सब्सक्राइब बटनको साइडमा रहेको बेल आइकन पनि अन गरेर राख्नु साथीहरू। आजको लागि बिदा चाहन्छु। फेरि भेटौँला अर्को भिडियोमा। हस्त, धन्यवाद, जय नेपाल।